विक्रम सम्वत 2058 साल जेठ 19 गते शुक्रबार नारायण हिट्टी राजदरबारभित्र चलेका ती केही राउन्ड गोली जसले नेपालको 240 वर्ष पुरानो इतिहास मात्रै बदलेन, बरु आज 25 वर्ष बितिसक्दा पनि प्रत्येक नेपालीको मनमा एउटै अनुत्तरित प्रश्न छाडेर गएको छ। आखिर त्यो रात वास्तवमा के भएको थियो? विक्रम सम्वत 2058 जेठ 19 गते शुक्रबारको त्यो रात नारायण हिट्टी राजदरबारको त्रिभुवन सदनमा राजपरिवारका सदस्य र उनीहरूका नजिकका आफन्तहरूको नियमित पारिवारिक जमघट भइरहेको थियो। हाँसो मजाक र भलाकुसारी भइरहेको त्यो वातावरण राति करिब 9 बजेपछि एकाएक चित्कार र विभत्सतामा परिणत भयो। विभिन्न अध्ययनहरूका अनुसार विवाहको विषयलाई लिएर परिवारसँग असन्तुष्ट रहेका भनिएका तत्कालीन युवराज दिपेन्द्र शाह अचानक सैनिक पोसाकमा अत्याधुनिक हतियारसहित बिलियर्ड हलमा प्रवेश गरे। उनले आफ्नै जन्मदाता पिता राजा वीरेन्द्रमाथि पहिलो गोली प्रहार गरे। त्यसपछि सुरु भयो नेपाली इतिहासकै सबैभन्दा क्रूर र आत्मघाती आत्महत्या। आफ्ना बुबा, आमा, भाइ र बहिनीलाई बचाउन खोज्ने जो कोही माथि दिपेन्द्रले अन्धाधुन्दा गोली बर्साए। उक्त घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन र राजकुमारी श्रुतिसहित राजपरिवारका 10 जना सदस्यको विभत्स हत्या भयो। अन्तमा युवराज दिपेन्द्रले दरबारको बगैँचामा आफैलाई गोली हाने। गम्भीर घाइते भएका दिपेन्द्रलाई कोमामै रहेका बेला नयाँ राजा घोषणा गरियो, तर 3 दिनपछि उनको पनि मृत्यु भयो। छानबिन र आजसम्म नसुल्झिएको रहस्य। घटनापछि देशैभर आक्रोश र आन्दोलन चर्कियो। राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह नयाँ राजा बनेपछि सर्वोच्च अदालतका प्रधान न्यायाधीश र प्रतिनिधि सभाका सभामुख सम्मिलित एक उच्चस्तरीय छानबिन समिति गठन गरियो। उक्त समितिले युवराज दिपेन्द्र नै दोषी रहेको र उनले आवेग र नशाको झोकमा यो घटना गराएको प्रतिवेदन सार्वजनिक गर्यो। तर आज 25 वर्ष बितिसक्दा पनि आम नेपाली जनताले यो प्रतिवेदनलाई पूर्ण रूपमा स्वीकार गर्न भने सकेका छैनन्। राजा ज्ञानेन्द्रको परिवार सुरक्षित रहनु, दिपेन्द्रको देब्रे कञ्चटमा गोली लाग्नु जस्ता कैयौँ प्रश्नहरूले गर्दा यो घटनालाई आज पनि एउटा ठूलो राजनीतिक षड्यन्त्र र अन्तर्राष्ट्रिय खेलका रूपमा हेर्ने गरिएको छ। कैयौँ सरकार आए गए, तर त्यसको निष्पक्ष र चित्तबुद्ध पुनः छानबिन कहिल्यै हुन सकेन। राजा वीरेन्द्र नेपाली जनताका माझ अत्यन्तै लोकप्रिय र जनप्रेमी शासकको रूपमा चिनिएका थिए। उनको वंशनाशसँगै नेपाली राजतन्त्रको जग नराम्ररी हल्लियो। नयाँ राजा बनेका ज्ञानेन्द्र शाह र युवराज पारसलाई जनताले कहिल्यै मनैदेखि स्वीकार गरेनन्। दरबारभित्रको यही कमजोरी र राजनीतिक अस्थिरताको जगमा देशमा माओवादी जनयुद्ध झन सशक्त बन्यो। अन्ततः विक्रम सम्वत 2062-63 को ऐतिहासिक जनआन्दोलनको बलमा 240 वर्ष लामो शाहवंशीय राजतन्त्रको सदाको लागि अन्त्य भयो र नेपालमा गणतन्त्र स्थापना भयो। आज त्यो विभत्स हत्या भएको त्रिभुवन सदन भत्काइसकिएको छ। नारायण हिट्टी दरबारलाई सङ्ग्रहालय बनाइएको छ। तर जेठ 19 को त्यो घाउ र राजा वीरेन्द्रको सम्झना आज पनि प्रत्येक नेपालीको मनमा अझै ताजै र अमिट छ। दिवंगत राजपरिवारका सबै सदस्यहरूमा हार्दिक श्रद्धासुमन।